बनाउँछ नि हुन्छ स्वर्ग त हामी बनाउँछौँ हाम्रो राज्यसँग त्यति पुँजी छ त हामीसँग तयारी हाम्रो छ राज्यसँग त्यति पुँजी छ नेपालले स्वर्ग बनाउने पुँजी पुँजी छ त यहाँ सबै छरिया छ सडकभरि पुँजी छ यहाँ सबै घरमै पुँजी छ मात्रै एउटा कानुन बनाएर त्यस्तो पुँजी हामी त यो हामीले रामराज्यको लागि जबसम्म हाम्रो प्रतिवृत्ति आए अहिले $1527 छ यो चाहिँ प्रतिवृत्ति आए चीन सर चाहिँ $21,476 हुँदैन यो जग्गा जमिन चाहिँ कारोबार बन्द गर्नुपर्छ यो जग्गा जमिनमा लगानी गर्ने पैसा उद्योग धन्दामा लगाउनुपर्छ अनि रोजगार सिर्जना गर्नुपर्छ अनि बल्ल गरिबी समाप्त हुन्छ भन्ने मान्छे तपाईँको आँट छ यो जमिनको कारोबार बन्द गर्नुपर्छ भन्ने तपाईँको आँट छ हाम्रो आँट छ हामी क्रान्तिकारी हौँ हामी विद्रोही हौँ यो अपराधिक चाहिँ कलियुग छ यसलाई चाहिँ सत्ययुगमा बदल्ने सत्ययुग भनेकै राम राज्य हो यो चाहिँ अपराधिक कलियुगलाई युगमा बदल्ने हिम्मत छ हाम्रो हामी गर्दैछौँ त्यसकारण यो सोच परिवर्तन गर्दै जानुपर्छ बिस्तारै तपाईँले यति कुरा सुन्नुभयो हिजो सुन्नुभएको थिएन आज सुन्नुभयो तपाईँले सोच्न बाध्य हुनुहुन्छ चाहिँ यो फाँसीवादी सरकारले यस्तै गर्छ आफू ठिक अरू सबै बेठिक अरू सबैलाई हिटलरले त्यसै गर्यो मुसोलिनीले त्यसै गर्यो जङ्गबहादुरले त्यसै गरे अरू सबै त गरिराखेका छन् त यो चाहिँ उसले कोही अनौठो कुरा होइन के कसको तपाईदेखि हामीले ठिक यता सुन्नुहोस् हामी कसरी ठिक हामीले पैसा सिद्धान्तले विचार तपाईँलाई हामी के भन्यौँ जनताले मन पराएर भोट दिएका छन् प्रधानमन्त्री बालेन्द्र शाह 5 वर्षको लागि हुनुहुन्छ एकछिन बोल्न दिनुहोस् के म तपाईँको उत्तर दिन्छु हामीले पैसा नभएको मान्छेले पनि निःशुल्क निर्वाचन लड्न पाउनुपर्छ तपाईँलाई बेठिक लाग्यो हामीले पैसा नहुने मान्छे काठमाडौँ महानगरमा मेयर हुँदाखेरि गर्नुभएको थियो अब प्रधानमन्त्री हुँदैछ भर्खरै त 1.5-2 महिना हुँदैछ तपाईँ खालि विरोध मात्रै आची गर्यो भने पनि आची चाहिँ चन्दन लगाएर हिँड्ने जस्तो तपाईँको चाहिँ विचार रहेछ भने लगाउनु तपाईँले आची चन्दन प्रधानमन्त्री भएको 2 महिना राम्रो भएको छैन खालि तपाईँ खैरो खनेर अनि मुनिबाट सुरुङ मारेर खनेर गोमन साहबले हान्नुलाई जस्तो गर ठुङ्ला जस्तो गरेर गर्नुहुन्छ तपाईँको नीति कार्यक्रम कमसेकम पर्खिनुहोस् न विचार गरेर गरिबी भन्ने थाहा छैन पैसा माग्नुहुन्छ जति बेला गरिबी भन्ने थाहा छैन गरिबी हटाउनको लागि त त्यस्तो योजना चाहियो के हामी आत्मनिर्भर हुनु पर्यो सबै नेपालीले रोजगार पाउनु योजना बनाउँदैछ अहिले 12 लाख सुकुम्बासी छन् 12 लाखलाई चाहिँ त्यहाँ कतै हाम्रो नेपालमा डीडीसी को प्रचार गरेको सुन्नु भयो देख्नु भएन फोटो लाएर बालेन्द्र शाहले चीज खाएको टक्कसँगले बसेर तपाईँले प्राथमिकता दिनु भएको प्रधानमन्त्री बालेन्द्र शाहले कति बिक्री भयो त्यहाँनिर व्यवसाय कति भयो भनेर भन्दैछ बालेन्द्र शाहले हल्ला मात्रै हो हाम्रो जीवनस्तर सुधेको कि हाम्रो गरिबी सकेको हामीलाई रोजगार मिलेको खै राम राज्य र हर्क राज्यको जस्तै कुरा भयो नि त हर्क राज्य पनि मान्दैनौँ हामी हर्क राज्य बिना पैसा राईको तपाईहरु पनि आफ्नै हर्क राज राईको म कुरा गर्छु तिमीले चाहिँ यहाँ क्षेत्री बाहुनलाई जहाँ देखिन्छ त्यहाँ घाँटी रेटिन्छ भन्ने अनि चाहिँ तामाङलाई चाहिँ मूलवासी भन्ने अनि चाहिँ मूलवासी